ल है हाम्रो आफ्नै करेसाबारीको सिस्नो यहाँ देखाउ त सिस्नो पुरै टक्क यहाँ माथि गएर देखाउँ कि हामी यो सिस्नो टिप्दैछौँ आज आफ्नै करेसाबारीको ट्याग लाएर कि यसलाई आज आफ्नै करेसाबारीको सिस्नो र टिपेर खाने हो। सिस्नो आयो सिस्नो आफ्नै करेसाबारीबाट टिपेर ल्याएको सिस्नो छ। यो सिस्नोको महत्त्व के छ भन्दाखेरि यो पोल्छ नि त्यो पोल्ने करेला छिटो हुन्छ त्यो पोल्छ नि झ्यापमा लाग्दाखेरि पोल्ने फाइदा छ धेरै फाइदा गर्छ। करेला तितो हुन्छ मैले तितो खानु हुन्न भन्छ नि तितोले धेरै फाइदा गर्छ तितो कुराहरूले फाइदा गर्छ। उल्यो जस्तै चिनी उल्यो हुन्छ नि त्यो कति असर गर्छ त्यो गएर तितो कुरा तितो खानेकुरा मान्छेको खराबरी एकदम त्यसले फाइदा गर्छ। मान्छे जोले नराम्ररी तितो राख्ने अलि आशा हुन्छ भन्ने त्यस्तो मान्छे प्रायः हुन्छन् सिस्नु एकदम फाइदाकारी छ एकदम सुगर प्रेसर इन्सुलिन लेभल हुन्छ भन्ने हाम्रो मान्यता छ। त्यसरी अहिले सिस्नु पकाएर त्यहाँ चलाएर ढिँडोसँग होइन आज च्याख्लासँग खाइन्छ। ल पछि खाएको भिडियो पनि यसमा सँगै हाल्ने हामी एकछिनपछि पकाएर पनि आउँछ अहिले यसमा जोडेर खाइदिउँ। सिस्नो हो नि मान्छेले सिस्नो होइन झुक्यायो भन्छ सिस्नो हो नि है। वास्तवमा अब यसमा मकै छरेर मकैको पिठो छरेर यसलाई चलाउने त्यसमा भएको किराहरू सबै अनि बस्छ। Betul. Motor aja nih. Ayo sama sekali. Boleh. Boleh. Coba. Aku tidak ini. Aku tidak. Cinta saya. Ini kira ini. हेर्नु हुन्छ क्या हो ल सिस्नो बिक्रीमा है सिस्नो बिक्रीमा पाको च्याको लाएर अब सिस्नु च्याख्ला पकाएर खाने आज सिस्नु र च्याख्ला खाने ढिँडो पनि खाने तर म आज च्याख्ला मात्रै खान्छु। च्याख्लो पकाउने मान्छे यता होइसिन्छ है सिस्नु पकाउने मान्छे हो च्याख्ला पकाउने होइन च्याख्ला त मैले पकाउँछु। ल सिस्नु मिठो पकाउनुहुन्छ उहाँले तर बेला बेलामा सिस्नु जस्तै जनक बेला बेलामा सिस्नु जस्तै जनक 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 हुन्छ। सुन्नु न त्यहाँ पिठो चाल्नु पर्यो। च्याख्ला हो यो च्याख्ला खाने आज च्याख्ला मकैको च्याख्ला खाने हो। भएन भने मिक्सरले पिलेको यहाँ छ मिक्सरले पिलेको त्यसपछि सिटी लगाइसक्यो के फेरि पस्केर खेलाउनको लागि राखेको कि
सेलाउनको लागि सिस्नु सेलाउनको छ है। ढिँडो पाक्दैछ मेरो लागि च्याख्ला। चाउमिन पनि बनाइदिनु नि। सिस्नु ढिँडो होइन च्याख्ला। कौन अचार